कपाल त पछाडि फर्किनु त सर दामी छ दामी ल लडी झर्छ है सर जुम्राहरू पर्यो भने पनि त्यहाँ लडी झर्ने खालको हुन्छ कि कपाल चाहिँ सिधै मेरो अगाडि जुम्रै दुलो परिहाल्छ हैन सिधै चिप्लेर झरिहाल्छ नि सर अडी नै सक्दैन दीपक सर थकित हो दीपक सर नाइ नाइ भनिसक्यो बिहानदेखि 5 बजेदेखि हिँडेको अप्ठ्यारो बाटोमा म भन्दा धेरै उकाल्छु हजुर अन्ना बल पर्दैन के तु के भन्ने ठाउँ 2 किलोमिटर अब आउनु यो डाँडा हेरौँ है डाँडा ओखलढुङ्गा पुग्न अब आधी बाटो चाहिँ हिँड्नेछ हामी देवान सरको यो पहिलोचोटि हो ओखलढुङ्गा पहिलोचोटि हो रेडिएटर त बाहिरै देखिन्छ के हो रेडिएटर खान यो चाहिँ ओखलढुङ्गा बजार है साथीहरू ल आउनु मिसाल सर ओखलढुङ्गा बजार आइपुग्यो दुःख सुख अब ओखलढुङ्गाबाट लागिँदैछ ओखलढुङ्गाको बजार है यो चाहिँ बारी देखिन्छ रुम्चटार त्यो बाइकमा बस्न त्यो बाइकमा दिसरी बस्यो भने त सकिँदैन सर धेरै कम्फर्ट छ नि त्योमा त होइन दिसगरी बस्यो भने त यो चाहिँ ओखलढुङ्गा बजार ल ओखलढुङ्गाको सदरमुकाम भन्दा नि हुन्छ सदरमुकाम यो सदरमुकाम है बुढोले त्यो चलाइरह्यो नि होला होइन पेलेरै जान्छु भाइ अघि एकजना सिक्री साइडतिर थिएन नि के हरन लगाइदिएर पेलेरै लिइदियो एकजना कसै कुकुरमा आउँथ्यो नि अघि अब चाहिँ हामी सोलु लागिरहेछौँ है सोलु यहाँबाट 57 किलोमिटर सोलु भनेपछि हामी 1.5-2 घन्टामा पुग्छौँ छाडे भने ठाउँमा यो तर यो निकै हाइट होला यो 3000 मिटर होला सर है 3000 मिटर अँ
1000 मिटरको हाइटमा आउँदाखेरि चाहिँ निकै चिसो बढिरहेछ। अझै टर्निङ छ अझै। आलु खेती पुरै आलु खेती त हो। पाखामा आलु पुरा आलु। हजुर सर त्यही त पत्ताले बजार है त। पत्ताले बजार सोलुखुम्बु जिल्लाको पत्ताले बजार। सोलुखुम्बु जिल्लाको पत्ताले सोलुखुम्बु होइन सोलुखुम्बु हो हो होला त होइन। सोलुखुम्बुको पत्ताले पत्तालेको होइन हो भने करेक्सन गरेर। आलु खेती टन्न आलु नै आलु। ओखलढुङ्गा रहेछ त पुरा। ओखलढुङ्गा पत्ताले बजार रहेछ सोलुखुम्बु भन्यो। भने सोलुखुम्बु त आगे हेर्नु पऱ्यो। सोलुखुम्बु त सिधै त रहेछ। ओखलढुङ्गै रहेछ त्यसो। पत्ताले बजार सोलुखुम्बु। ओह्रालो रहेछ क्या होमस्टे नै होमस्टे। सल्लेरीबाट यहाँ आएर बसेर ठिक भनेर यहाँलाई तपाईँको कुकुर हो यो? हजुर बोलाउनु न अनि। भिडियो त गरिदिइरहेको थिएँ भाइ भिडियो। आलु खेती पुरै आलु खेती। हामी अब सोलुखुम्बुदेखि हाम्रो माथिको डेस्टिनेसनमा लिइसक्यौँ है त। एयरपोर्ट हाम्रो
सलुको एयरपोर्ट छ यहाँ। यतातिर चाहिँ गाउँहरू यो चाहिँ हजुर होटलवाला त्यसको नामै पहिले देखिरहेको थिएँ बाहिर। आफ्नो भाषा बोल्दै थियो चाय माग्नु जाँदाखेरि। अब म बुझ्दैन छैन आफ्नो भाषा नबुझ्दा पनि समस्या हुन्छ। त्यही भएर मलाई म मगर भन्दा नि होइन लाग्छ क्या। मान्छेले यतातिर त हाम्रोतिर त केही भन्दैन, भाषाको बारेमा बोल्दैन होइन। यतातिर त मगर भन्ने बित्तिकै भाषा आउँदैन सोधिहाल्छ क्या मलाई भन्ने बित्तिकै अनि अब भाषा आउँदैन भनेपछि ल हो र भनेर अब हुँदैन नि त। Beautiful Mumba. यो पनि हाइड्रो बार होला यो होइन पुरा यो होइन यहाँ त सौलो हाइड्रो पावर है 2-3 वटा छ अरे के तपाईँले जुन तल अहिले नयाँ बनेको नि तपाईँले त्यसको मालिक बन्नुभयो होइन यिनी त पहिला भयो के यत्रो हाइड्रो पावर छ होइन यत्रो भएपछि मान्छेलाई
छ सर त्यो त ल हामीहरू चाहिँ खोलै खोल जानुपर्छ ल टन्न भइसकेको हुन्छ यत्रो हाइटमा पानी कहाँ आउँछ त्यो पहाडहरू उहाँबाट रहेछ नि त चढ्ने बाटो त टक 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 तल चढ्दै हुनुहुन्छ हाम्रो त्यो मेरो भिर्ने झोलामा हेर्नु सर तस्बिर एक निकाल्दिनु न त एक मात्रै छ हिँडौँ भिडियो हुँदैछ भिडियो हुँदैछ अन्त होइन हो टिकटक हो आउनु आउनु खै कहाँ छ जिरो पनि वान देखाइरहेको छ नि वान देखाइरहेको छ यस्तो अर्का लाइट हो कि तपाईँले त वान भनेर नि जिरो पनि थाहा छ जिरो पनि पाँच भन्यो यसबाट गाईलाई खिच्न लाग्यो चाहिँ हुने यस्तो गरेर अलिकति मलाई दिनु त म चेक गरेर आउँछु होइन तलबाट झिक्दैन हिँडेर आउँदैन अहिले हेरिसकेको बस्नु नि सबैजना
यो चाहिँ खतरा आइरहेको छ है यही माथि गर्नु नि अलिअलि यता हेर्नु अलिअलि यता हेर्नु नि सरी यता हेर्नु नि आइडिया चाहिँ कस्तो रहेछ भने सर ल दामी हामी त चलु हिजो हजुर ओ सर यो सर प्लास्टिक सर म तपाईँको फोटो खिच्न चाहन्छु मैले माथिबाट यो भिडियो बनाइरहेको छु होइन